हाई गाइस व्हाट्स अप त्यहाँ त बिहान बिहान कहाँ जान लागेको डोटे डाँडा आज हामी 4 जना भाइहरू डोटे डाँडा निस्केको र मौसम पनि ठिक ठिकै छ हैन अलिकति कुहिरो लागेको छ है मौसम यस्तो छ है केही देखेको छैन कसैलाई बाटो थाहा छ पुगिन्छ होला राम्रो दृश्य हेर्नु यस्तो राम्रो डाँडा काँडा भएको हाम्रो नेपाल घाम लाग्दैन जस्तो लागिरहेछ हैन तर हेरौँ के हुन्छ म र सत्य भाइ एउटा बाइकमा हाम्रो एनी भाइ अर्को बाइकमा अनि सुशील अर्को बाइकमा 3टा बाइक लिएर हामी जान लागेको है रमाइलो भइरहेछ है यो हाम्रो एउटा सडन र सर्ट ट्रिप हो है अलि ढिलो भयो है बाटो अफ रोडै रहेछ है अब यहाँबाट अलिअलि सनराइज देखिरहेको छ होइन सत्य भाइ सनराइज अब देखिँदै गर्छ अब लेट्स सी अब हामी टपमा पुग्छौँ के हुन्छ यही हो डोटे डाँडा होइन यस्तो राम्रो भ्यू छ यार हेर्नु त हामी बादल माथि छौँ एकदमै राम्रो रमणीय दृश्य छ हेर्नु है सत्य भाइ कस्तो छ ठाउँ यार है भ्यू बवाल छ है हेर भ्यू हेर्नु त भ्यू कस्तो दामी छ यार दुईजना भाइहरू सनराइज हेर्न आएको सन धेरै चर्को भएर यहाँ टाउकोमा हेर एउटाले ज्याकेट अनि एउटा त ज्यान पनि पुरा देखाइरहेछ बडी सोडी देखाइरहेछ ज्या गर्मी भएर है अनि भिडियो सिडियो बनाएर ऊ ट्राइपोड लिएर आएको हेर गाह्रो छ भिडियो बनाउनु गाह्रो छ तर के गर्नु मान्छे लाइक गर्दैनन् कमेन्ट गर्दैनन् है ल हामी लोकेसनमा हो होइन ऊ सब केटा रेडी हुँदैछन् अब 2-3टा गीत बनाउने हो अनि त्यसपछि जाने है अनि यो मिनी ब्लग पनि हाम्रो जारी नै रहन्छ है